सो हेलो फ्यामिली, सबैजना सन्चै आरामै हुनुहुन्छ र म पनि एकदम सन्चै र आरामै छु। न्यू डे न्यू भ्लगमा सबजनालाई स्वागत छ। सबजनाले लाइक कमेन्ट सब्सक्राइब हानिदिनु होला। सो म चाहिँ अहिले बारीमा आएर भ्लग स्टार्ट गरिरहेको छु हैन। यहाँ हजुरलाई नेचर देखाउँछु भनेर हेर्नु न, आज पानी परेर यस्तो भइरहेको छ। वहाँ चाहिँ आगो लाएर त्यस्तो भइरहेछ। यता चाहिँ मकैहरू खतरा भइरहेको छ पानी परेर हैन। यो चाहिँ मेरो घर हो। म चाहिँ अहिले बारीमा आएर भ्लग स्टार्ट गरिरहेको छु। हैन त अब आज चाहिँ त्यस्तो खास केही छैन। आज के गरिन्छ म त सब देखाउँछु हजुरलाई हैन। त्यही हो। सो त्यही हो हैन त गाइज। मम्मी चाहिँ बसिरहनु भएको छ। आज चाहिँ खेत लाउने रे काम गर्न। के उडो मम्मी? उतै हेर्न सक्नुहुन्छ ढुकुर। जाडो लाएर होला नि त हैन। ढुकुर जस्तो उडेको पनि छैन कि त्यही बसिरहेको छ। उडेको पनि छैन ल हेर्नु। सो फ्यामल चाहिँ देख्न सक्नुहुन्छ मजाले घाम लागिरहेको छ हैन। माथि देख्न सक्नुहुन्छ। म चाहिँ भाइको घर आइसकेको छु। अब चाहिँ तल गाउँमा के गर्न मम्मीले बोलाउनु भएको छ। अब किन बोलाउनु भयो त्यहीँ गएर थाहा पाइन्छ हैन। जानुपर्ने हुन्छ फ्याम्स। हो कि न भाइ? हो भन्न। यास पैँतासी भेटौँला है त ल। सो फ्याम हामी चाहिँ बारीमा आइसकेको अवस्था छ। तर मम्मी चाहिँ रिसाउनु भयो हैन। उहाँ हुनुहुन्छ ऊ। किन यत्रो बेर गेम खेलेर बसिस घर भनेर रिसाउनु भयो हैन। केही छैन, ठिक छ। अब चाहिँ खन्नुपर्ने हुन्छ झारसार उकाएर। यही काम गर्न बोलाउनु अरे चाहिँ। अब यो गर्छौँ अनि है त ल। गाइज म चाहिँ हजुरहरूलाई यहाँ गाउँकै सबैभन्दा पुरानो घर देखाउनु जाँदैछु हैन। ल हेर्नु त। सो साथीभाइहरू हामीले चाहिँ यहाँ फाँडफुँड पारिसक्यौँ। यहाँ यत्रो जम्मा भयो, वहाँ यत्रो जम्मा भयो हैन। यहाँ चाहिँ उहुनी रोपेको छौँ हामीहरूले। यहाँ खाना लागेको चाहिँ रहन्छ कि सपी उसहरूले यहाँ आगो लगाइदिएर यस्तो भएको छ। तर माथि छ होला खाना लायक। गएर जाऊँ न त माथि उहु टिपौँ। ओइ भाइ जाऊँ। उहु लिएर आउँछौँ है मम्मी हामी। ल यहाँ देख्न सक्नुहुन्छ आँपको बुटो हैन। माथि जानुपर्ने हुन्छ यहीँ यो छ खाना। ओए रहेछ त यता त। यहाँ सुकेर रहन्छ है। कुन छ खाना जस्तो ल। सानो चाहिँ छ जे होस् तर गुलियो छ होला। यी भाइले टिप्न जाँदैछ। गर यस पाताला हुन्छ अघि अलि पातला हैन। यिनीले चाहिँ डाइरेक्ट दाँतले खाइदिन्छ लटुकै। चिरा नपारी यो लटु पानी लाउनु पर्छ। अनि तँबाट के हुन्छ त नि? तँबाट कुनबाट? किन त्यहाँ माथिबाट काटेको छ र? यहाँबाट फेरि यो यस्तोबाट यो सुत्छ अनि यस्तोबाट हुन्छ फेरि। ए नयाँ बोक्नु यहाँ ल्याएर माथि माटो हालिदिन्छ कि नै? हुन्छ हो र। देख्नु सक्नुहुन्छ भाइले चाहिँ गर्दैछ हैन। यता चाहिँ घर अहिले आएको थियो नि त हजुरलाई हैन। यति लैजाउँ। यो सबैभन्दा पुरानो गाउँकै पहिला जिम्मल मुखियाहरू बस्नुहुन्थ्यो यो घर हैन। अहिले चाहिँ खाली छ। महाजन बाहरू बस्नुहुन्थ्यो पहिला। र साथीहरू यहाँ देख्न सक्नुहुन्छ काट्दैछन् हैन। ल टेस्ट हानेर भन्नु त कस्तो छ ल मम्मी? आउनु हजुरले नि एउटा लाक्रो लिँदा यसरी नै। ल 1 कुन्टल लाक्रो रुस्नी ल मम्मी गर्नु त। ल पवान चाहिहाल्छ त ल। यो कुकुर कस्तो छ खानु मम्मी? आउनु हजुरलाई यही खानु। ल ल ल ओके। मलाई यो ल ल कस्तो छ मम्मी? गुलियो छ। ल गुलियो छ अरे साथीभाइहरू होइन। अब मैले नि खान्छु। गुलियो त खतरा गुलियो है। ऊ भाइले नि खाँदैछ। तर गुलियो त गुलियो छ, टोक्न बरु गाह्रो। मिठै छ है यतिका। माथि जानु झन् छ यार। कस्तो झन् छ के गर्छु त मान्न परेगा। सो फाइनल्ली सकिसक्यौँ हामीले हैन। यो बारी
त्यो बारी गरेर होइन अब चाहिँ घर जानुपर्ने हुन्छ है एकदम रोटी सुक्खा रोटी अहिले पछि हजुर आसी बनाउँछु बुझ्नु मम्मी हो र अहिले पछि बनाउँला सम्झाएँ ल के गर्ने रे सुक्खा रोटी ओके काम चाहिँ भइयो फिलहाल यहाँ हेर्नु नै आरू फलेर तर पाकेको चाहिँ छैन हजुर ओके 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 फ्रिजमा पिठो छ अरे होइन पिठो झिकेर हाम्रो घर जाऊँ अनि हाम्रो घर त आएर पिठो मुछेर छोडिदिउँ हामी उस गरौँ अनि ठुलो हाँसी बेलेर बनाउँ ओके ल त्यही हुने भयो गाई होइन अब घर बसी भेटौँ ल अहिले ल अहिले चाहिँ 4 बजिसकेको छ होइन यी भाइ पनि आएको होइन भाइ अब चाहिँ बल्ल हाम्रो यी खाजा खाने टाइम भएछ यता बिहानको तरकारी यता उसहरू बनायौँ सुक्खा रोटी होइन हो कि न भाइ आऊ लाइक गर्नु हो न लाइक गर्नु सबैजना यस ल लाइक है सो आजको लागि चाहिँ यति नै फ्यामिली फेरि भेटौँला आजको न्यू भिडियोमा न्यू ब्लगमा होइन ल ओके लाइक सब्सक्राइब हान्नु हो न लाइक सब्सक्राइब ओके ल लाइक सब्सक्राइब हानिदिनु है त ल